बच्चालाई चिसोमा दही दिन मिल्छ कि मिल्दैन? बच्चालाई दही दिनु राम्रो हो कि दुध दिनु राम्रो हो? हेर्नुहोस्, पोषक तत्त्वको दृष्टिकोणले हेर्नु हो भने दुध र दही लगभग उस्तै उस्तै हो। दुईटैमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिनहरू लगभग बराबरै हुन्छ, तर दही पचाउन सजिलो हुन्छ। तपाईले याद गर्नुभएको होला, पखाला लागेको बेला चिकित्सकहरूले तपाईको बच्चालाई दही खुवाउन परामर्श दिनुभएको होला। दहीमा राम्रो खाले ब्याक्टेरिया, जुनलाई गुड ब्याक्टेरिया भनिन्छ, ल्याक्टोब्यासिलस बढी पाइन्छ। पखाला लागेको बेला नराम्रो ब्याक्टेरियाहरू आन्द्रामा धेरै भएर आन्द्रालाई हानि पुर्याइरहेको हुन्छ। दहीमा भएको यो गुड ब्याक्टेरिया ल्याक्टोब्यासिलसले फैलिएर नराम्रो ब्याक्टेरियाहरू हटाउन मद्दत गर्दछ। त्यस्तै गरी पखाला लागेको बेला आन्द्रामा दुधमा एउटा ल्याक्टोज हुन्छ, त्यो पटाउने तत्त्व कम हुन्छ, हुँदैन। तर दहीमा ल्याक्टोज नभएकोले पखाला लागेको बेला पनि यो पचाउन सकिन्छ। अब कुरो रह्यो, चिसोको बेला दही दिन मिल्छ कि मिल्दैन? हेर्नुहोस् है, रुगाखोकी लाग्ने ब्याक्टेरिया भाइरसले हो, सुनिहाल्नु हो, दहीमा गुड ब्याक्टेरिया छ। तसर्थ बच्चालाई हामीले दही, ताजा दही दिन मिल्छ। अब फ्रिजको चिसो दही चाहिँ दिनु हुँदैन, ताजा दही दिनु राम्रो नै हो। तपाईको बच्चालाई यस्ता कुनै स्वास्थ्य समस्याहरू भएमा मेरो परामर्शको लागि म जति बेला पनि तयार छु। धन्यवाद।